हेर्दा हेर्दै लोकतन्त्रका लुटिएर पनि दिन सकिन लाग्यो। लुटे खान मुला सागहरू जताडा पनि लुटेकै छन्। भिजिट भिजामा भनेर पनि लुटे त्यसै मसालाहरू। उता नेपालीलाई भुटानी शरणार्थी बनाएर लुटे उता केमा लुटे डाँकाहरूले लुटे पनि कति लुट्न सकेका हुन् जेमा दूधहरू। हेर्दा हेर्दै नेपालै सकिसके। गणतन्त्र भने हन्, लोकतन्त्र भने हन्। लोकतन्त्र भनेको त इन्डियाबाट आएको लोकतन्त्र हो। नेपाल जनतातन्त्र आएन। लोकतन्त्र भनेर इन्डियाका मान्छेहरूलाई नागरिकता बेचेर ल्याएको लोकतन्त्र जस्तो लाग्यो। लोक भनेको त इन्डियामा भन्छ के लोक। नेपालमा त प्रजातन्त्र थियो के अरे, त्यसलाई हटाएर लोकतन्त्र देशी तन्त्र ल्याए। नेपाली तन्त्र आएन। जसले ल्याएको यो लोकतन्त्र नि त्यो उही इन्डियामा बसेर ल्याएको लोकतन्त्र। अझ म इन्डियाबाट चलेको होइन भन्छ मुला सागले। खाना पनि कति खान सकेका नि, जताततै एन्सल काण्ड भन्न नि लाल लाउन थालिसक्यो। काण्डै। अब चाहिँ 15 गते पुरा सफल पार्नुपर्छ। 15 गतेको काण्ड देखाउनुपर्छ यिनीहरूलाई, यस्तो हुन्छ काण्ड भनेर। भागुन् न मुला सागहरू। कोही टोयलेटतिर छिर्ने, कोही कता छिर्ने हुनुपर्छ। नभए देश बद्दैन। काण्डले भइसक्यो। विद्युतमा काण्ड, एन्सलमा काण्ड भएन भनेर, एयरपोर्ट काण्ड, अझ पोखरा भैरवा के काण्ड ल्याउने हुन् यिनीहरूले। गर्दै जाने हो भने त अब सिंहदरबारै बेच्न भेट्छैन यिनीहरूले। भएको त्यही एउटै सम्पत्ति रह, वा त्यही बेच्न बाँकी छ। पशुपति त बेचिसक्यो भन्ने हल्ला सुन्थे। पशुपति बेच्ने मान्छेले के सिंहदरबार बेच्न के गाह्रो भयो। अझ एमालाई मही बनाउन पर्छ भन्छ मुला सागले। एमाले मही बनाउने होइन, त बुढो मही बनायो। अब बुढो मही बनाएर घर बसे हुन्छ। एउटी आई हरे यता फेरि हाम्रो एरियामा लुक्न आएको कि अब भुटानी खोज्न आएको के गर्न आएको आई हरे। त्यसको पनि अब 2 दिन बाँकी छ। 2 दिनमा के हुने हो सबै हुन्छ। कि यहीँ छोराले उहाँ खोलो भनेर यहाँ सिक्न आएको, बेड मेकिङ काम सिक्न आएको कि कुनै त्यस्तै पनि लाए अलिअलि शङ्का त। हेर्दै जाम। 15 गतेले फाइनल डिसिजन दिनुपर्छ। जय देश जय नरेश। नेपाल नेपालीको हुनुपर्छ, विदेशीको होइन।